मानिस कहिले जन्मन्छ र कहिले मर्छ उसको हातमा छैन। गरिब मानिस पनि एक दिन मर्छ, धनी मानिस पनि एक दिन मर्छ। कुनै पनि रुपैयाँ पैसाले, नाम इज्जतले मानिसलाई मृत्युबाट बचाउन सक्दैन। हामीले माया गरेको मान्छेलाई गुमाउन धेरै डराउँछौँ, तर अन्तिममा हामी त्यो मानिसलाई गुमाइपठाउँछौँ। त्यो माया गर्ने मान्छेलाई गुमाउँदा हामीलाई दुःख लाग्छ, हाम्रो आँसुहरू झर्छ, शोक र पीडा हुन्छ। त्यो मानिस जस्तै हामी पनि एक दिन मर्नेछौँ। हरेक मानिसको मृत्यु निश्चित छ र मृत्युबाट कोही पनि उम्कन सक्दैन। मृत्यु सबैको भागमा छ। हामी सबैले यो संसार ढिलो चाँडो छोडेर जानेछौँ, तर खुसीको खबर यो छ कि शरीरको मृत्यु चाहिँ अन्त्य होइन। प्रियहरू, प्रभु येशू ख्रीष्टले उहाँलाई विश्वास गर्नेहरूलाई अनन्त जीवनको प्रतिज्ञा गर्नुभएको छ। उहाँमा जो कोहीले पनि विश्वास गरेको छ त्यो व्यक्ति ख्रीष्टसँगै अनन्तसम्म जिउनेछ। ख्रीष्ट येशूमा जो कोहीले पनि विश्वास गरेको छ, आशा राखेको छ, त्यो विश्वास र आशा कदापि व्यर्थ जाने छैन।